एक श्रीमती जसले आफ्नै श्रीमानलाई मार्नका लागि सर्पलाई हतियार बनाइन् भन्ने आरोप लाग्यो। बिहान चिया लिएर श्रीमानलाई उठाउन गएकी ती श्रीमतीको रोदन देखेर सबैले सर्पदंशको घटना ठाने। तर पोस्टमार्टम पछि बाहिर आएको सत्यले सबैलाई स्तब्ध बनायो। कलियुगमा पहिलो पटक एउटा पत्नी आफ्नै श्रीमानका लागि नागिन बनेको जस्तो घटना सार्वजनिक भएको छ। वास्तवमा यो घटना जुलाई 17 को बिहानको हो, जब दामिनी चिया लिएर आफ्ना श्रीमान अतुललाई उठाउन जान्छन्। उनले धेरै पटक बोलाउँछिन् तर अतुल उठ्दैनन्। त्यसपछि उनी चियाको कप छेउमा राखेर चादर हटाउँदै उठाउने प्रयास गर्छिन्, तर चादर हटाउने बित्तिकै उनी जोड जोडले रुन थाल्छिन्। हातमा रहेको चियाको कप पनि भुइँमा खस्छ। उनले तुरुन्तै आफ्ना सासू ससुरालाई फोन गरेर भन्छिन्, अतुललाई सर्पले टोकेको छ, छिट्टै आउनुहोस्, अस्पताल लैजानुपर्छ। छिमेकीहरूको सहयोगमा अतुललाई अस्पताल पुर्याइन्छ, तर त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गर्छन्। घटनास्थलमा रहेका धेरै मानिस र प्रहरीलाई पनि यो सामान्य सर्पदंशबाट भएको मृत्यु जस्तो लागिरहेको थियो। तर अतुलकी आमाले भनिन्, मेरो छोराको मृत्यु सर्पले टोकेर भएको होइन, यसको पछाडि केही अर्को कारण छ, पोस्टमार्टम हुनैपर्छ। यता दामिनीले भनिन्, जब सर्पले टोकेर मृत्यु भएको हो भने पोस्टमार्टम किन गर्नु पर्यो? आमाको अडानपछि पोस्टमार्टम गरियो। त्यसपछि बाहिर आएको सत्यले अनुसन्धान गरिरहेको प्रहरी टोली मात्र होइन, अतुलको सम्पूर्ण परिवारलाई पनि स्तब्ध बनाइदियो। आरोप अनुसार अतुल र दामिनीले करिब 7-8 वर्ष अघि प्रेम विवाह गरेका थिए। विवाहपछि उनीहरू मेरठमा बस्न थाले र मिलेर कृष्ण किङ्स पब्लिक स्कुल सञ्चालन गर्दै थिए। केही वर्षपछि उनीहरूका 2 सन्तान पनि भए। सबै कुरा राम्रो चलिरहेको थियो। तर त्यसै बीच उक्त स्कुलको भ्यान चालकसँग सामानीको सम्बन्ध रहेको आरोप छ। केही समयपछि अतुललाई यसबारे थाहा भयो र उनले दामिनीलाई त्यस सम्बन्धबाट टाढा रहन भने। अनुसन्धान अनुसार यही कारणले दामिनी र भ्यान चालकले अतुललाई बाटोबाट हटाउने योजना बनाए। आरोप छ कि 5 लाख रुपैयाँमा 2 जना सपेरा बोलाइयो र एक दशाईमै मानिसको ज्यान जाने विषालु सर्प ल्याउन लगाइयो। जुन 16 को रात दामिनीले श्रीमान र छोरासँग खाना खाइन्। त्यसपछि श्रीमानको दुधमा 15-20 वटा निन्द्राको गोली मिसाइएको आरोप छ। अतुल गहिरो निन्दामा पुगेपछि दामिनीले भ्यान चालकलाई फोन गरिन्। त्यसपछि ती 2 सपेरा विषालु सर्प लिएर आए र गहिरो निन्दामा रहेका अतुलको ओछ्यानमा सर्प छोडिदियो। सर्पले टोकेपछि अतुलको मृत्यु भयो भन्ने प्रहरीको आरोप छ। भोलिपल्ट बिहान भने दामिनी चिया लिएर श्रीमानलाई उठाउन गएको नाटक गर्दै जोड जोडसे रुन थालिन् र सबैलाई सर्पले टोकेको बताइन्। वर्षायाम भएकाले धेरैले यसलाई सामान्य घटना ठाने, तर एउटा आमाको सानो शङ्काले घटनाको सम्पूर्ण रहस्य उजागर गरिदियो। तपाईलाई यो घटना के लाग्छ? आफ्नो विचार कमेन्ट मार्फत अवश्य लेख्नुहोला। यस्तै घटना र रहस्यमय भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नुहोला। धन्यवाद।